एकछिन मेरो घरमा हिँड त चिया नखोजे सबै कुरो त्यही गरेर भन्छु क्या नजाने र तपाईँका घर जान परे हैन कसैका घर आफूलाई यहाँ बुढालाई कथेर गएर खुवाउनु भन्ने बहालाई कति बित्तो हो उसका घर जाने जान्न कसैका घर एकछिन हिँड न एउटा सानो काम छ ए प्रभु मेरो तिमी जस्तो मान्छे छ केही पनि काम छैन तिमी कस्तो भन्ने कुरा यो भुन्टीलाई राम्रोसँग थाहा त्यही भएर तिमी जस्ताको अनुहारै देख्न नपरोस् भन्ने सोची थिए अनुहार त देख्न परिगयो तर तिम्रा घर जाने काम गरिन्न है बहिनी त्यसो नभन न म पहिलाको जस्तो छैन धेरै सुध्रिसकेँ तिमीसँग बसेर धेरै कुरा सिकेर म सुध्रिनु छ तिम्रो पाउ मेरो घरको ढोकामा राख्यो न बहिनी ए प्रभु एक्कासी कस्तो कुरो गर्नुहुन्छ तपाईँ साथै तपाईँ सुध्रिया हो त है हो बहिनी सुध्रिएको हो एकचोटि जाउँ न मेरो घरमा ल जाउँ न